बच्चा बुढा लक्का जवान तरुनो सबले खान मिल्ने रोटी एकदम हेल्दी बट टेस्टमा चाहिँ नो कम्प्रोमाइज यस्तो मिठो हुन्छ नि यो त्यही यहाँ दुईटा आलु बोइल गरेको लिएको छु त्यसलाई रफली म्याश गरिदिने हातले त्यसपछि प्याज अब बच्चालाई बनाउनलाई हो भने हरियो खोर्सानी नहाल्नु अब हामी तन्देरीलाई भएर हरियो खोर्सानी राखेको छु अनि यो गाजर कोरेर धनिया अनि त्यसपछि 1 चम्चा जिरा धनियाको पाउडर 1 चम्चा बेसार त्यसपछि 3-4 चम्चा नुन स्वाद अनुसार त्यसपछि यो मरिच ब्ल्याक पेपर टप राखेर मजाले मुस्नी अनि मुसिसकेपछि बल्ल पिठो राख्ने पिठो चाहिँ मैले आज कोदोको पिठो युज गर्दैछु तपाईहरुसँग आटा छ भने आटा युज गर्नुस् मकैको छ भने मकैको युज गर्नुस् कोदो अलिकति हार्ड हुने भएको भएर चाहिँ मैले थोरै अलिभ ओइल हालेको छु ब्याटरलाई चाहिँ यतिको बनाउनुस् है न धेरै पातलो न धेरै बाक्लो त्यसपछि प्यान बसाल्ने घिउ दल्ने अनि ब्याटर राख्दिने कतिको मोटो चाहिन्छ आफुलाई त्यही अनुसारको राख्दिने यही डाडुले थ्यास पारेर गोलो बनाइदिने बेल्न पनि परेन पेल्न पनि परेन एकदमै इजी हेल्दी छिटो छरिटो मिठो ब्रेकफास्ट लन्च डिनर जे बनाएर खाए पनि भयो मैले चाहिँ यो मेरो भोलिको लागि लन्च बनाएको हो भने मेरो हस्बेन्डको चाहिँ ब्रेकफास्ट हो यो टाइम छैन भने चाँडै बनाएर मिल प्रेप गरेर नि राख्न मिल्यो एकदमै मिठो हुन्छ है त टेक केयर